लेक वाशिंगटनको केही दृश्य। पारी बेलभ्यू, त्यो पारी बेलभ्यू सहर। माइक्रोसफ्टका अफिसहरू बेलभ्यूमा छन्। एमाजोनको पनि छ, गोड्याडीको पनि छ। यही स्टेटको नाम पनि वाशिंगटन, त्यो लेकको नाम पनि वाशिंगटन लेक। आज हामी कुन लेक घुम्दैछौँ? लेक वाशिंगटन घुम्दैछौँ। हामी बस्ने एरियाबाट सबभन्दा नजिकको लेक यही हो। यही नै होला है। यसो घुम्न मन लाग्यो भने बेलुकातिर यहाँ आएपछि फ्रेस हुन्छ होइन। यो वाकिङ गर्ने एरिया हो। हामी परसम्म जान्छौँ। जाम जाम। यो चाहिँ गएर हामी अनुभव गर्छौँ। त्यो पारी लामो पुल देखियो छ, त्यो चाहिँ सियाटलको बजारबाट बेलभ्यू बजार जाने बेलभ्यू बजार जाने पुल हो। यो लामो छ, धेरै खोइ पिलरहरू पनि धेरै देखिँदैनन्। यसको क्षेत्रफल कति छ, कतिमा फैलिएको छ भन्ने बारेमा त लिटरेचर नै अध्ययन गर्नुपर्ने हुन्छ। मैले त्यो हामी अब अध्ययन गरेर भन्छौँ। त्यो अध्ययन गरिसकेको छैन मैले। अध्ययन गरेपछि यसको मैले तल कमेन्टमा बताउँला। तपाईँहरूले हेर्नु होला। यो लेक मन पर्यो भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला, सेयर पनि गर्नु होला। यस्ता तपाईँहरूले सेयर, लाइक, कमेन्ट गर्नु हो भने यस्ता भिडियोहरू थप ल्याउने नै छु।